शुभ दिन शुभ बिहानी बिहानीको सुरुवाती सँगै यो अर्गानिक श्रृङ्खलाको बोक्रामा ज्वानो र सोपको धुलोसँगै आफ्नै आँगनमा तुलसी मोडमा फलेको यो तुलसीको पत्तासँगै घर वरपर जङ्गल नजिक जङ्गलमा फलेको यो बन्धनियाको एउटा पातसँगै वनमा फलेको जडीबुटी वनको यो करिपत्ताहरूका पातसँगै आफूले घरमा लगाएर बनाएको 2 पिस लसुनको पोटी, आफ्नै घरमा आफूले उमारेको 1 टुक्रा अदुवासँगै थोरै वनबाट लिएर आएको बोधोको टुक्रोसँगै दिनको शुभ बिहानी सुरुवात गरेर मजासँग यसलाई मजासँग चलाइसकेपछि यसलाई हल्का हामीले स्वाद दिनको लागि थोरै जङ्गलबाट लिएर आएको अर्गानिक अमलाको दानासँगै यसरी सबै चिजलाई मजासँग एकदम चाहिँ मिक्सरमा हालेर पिसेर बनाएको जुस जस्तै बनाएर निलिसकेपछि अन्तिममा आफ्नै करेसबारीको थोरै घिउकुमारीको घिउसँगै यसरी सबै चिज मजासँग आनन्दले चपाई चपाई मसिनो गरेर चपाएर निलेर अन्तिममा झरनाको 1 गिलास मनतातो पानी खाएर दिनको सुरुवात गर्यो भने पक्कै पनि आउने दिनहरू राम्रो हुनेछ। त्यसकारण तपाईहरू संसारको जुनसुकै क्षेत्र, जुनसुकै सहर, जुनसुकै कुनाकाप्चा, जुनसुकै मरुभूमि, जुनसुकै सयौं तल्ला बिल्डिङबाट पनि हेर्दै हुनुहुन्छ नि पक्कै पनि यस भिडियोलाई 1 लाइक 1 नमन गरेर यस भिडियोबाट दिन खोजेको शिक्षा तपाईले ग्रहण गर्नुहुन्छ भन्ने मेरो संकल्पका साथ आज फेरि यो नेपाल देशबाट यो भिडियो मैले सम्प्रेषण गर्दैछु। सम्पूर्ण विश्वव्यापी हाम्रा टिकटक लभर सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू अथवा जो पनि हुनुहुन्छ नेपालका विश्वभरि छरिरहनुभएका सम्पूर्ण दाजुभाइ